नमस्कार सम्पूर्णमा। आज हामी कुकुरहरूमा देखिने अत्यन्तै घातक रोग केनाइन डिस्टेम्पर बारे छोटकरीमा कुरा गर्नेछौँ। केनाइन डिस्टेम्पर एक अत्यन्तै संक्रामक भाइरल रोग हो जुन घरपालुवा वा अन्य कुकुर प्रजातिका जनावरहरूमा देखिन्छ। यो रोग केनाइन डिस्टेम्पर भाइरस नामक भाइरसबाट हुन्छ जुन प्यारामिक्सोभेरिडी परिवारमा पर्छ। महत्त्वपूर्ण कुरा, यो रोग मानिसमा सर्दैन, अर्थात् यो नन जेनेटिक रोग हो। नेपालमा यसको स्थिति सिचुएसन इन नेपालमा पनि यो रोग निकै फैलिएको पाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका कुकुरहरूमा गरिएको अध्ययनमा 17% कुकुरमा केनाइन डिस्टेम्पर भाइरसको एन्टिबडी पाइएको थियो। अन्नपूर्णा कन्जर्भेसन एरियाका 10वटा गाउँहरूमा गरिएको अनुसन्धानमा 70% कुकुरमा पहिले नै केनाइन डिस्टेम्पर भाइरसको सँगको सम्पर्क देखिएको थियो र करिब 13%मा सक्रिय भाइरस पत्ता लागेको थियो। पहिलो अध्ययनका अनुसार केनाइन डिस्टेम्पर भाइरसले नेपालका चिता र अन्य जङ्गली जनावरको मृत्युमा पनि भूमिका खेलिरहेको छ। संवेदनशील जनावर सस्पेक्टेड एनिमल। यो रोग मुख्यतः अनभ्याक्सिनेटेड नभ्याक्सिन लागेका कुकुरका बच्चा, विशेष गरी 3 देखि 6 महिनाका पप्पीहरूमा बढी देखिन्छ। त्यसैगरी फक्स, उल्फ, फेरेट, यार्कुन, टाइगर, लियोपार्ड जस्ता अन्य जनावरहरूमा पनि यो रोग देखिन सक्छ। रोगको लक्षणहरू। क्लिनिकल साइन। कुकुरको रोग प्रतिरोधात्मक शक्ति अनुसार यसको लक्षण हल्कादेखि गम्भीरसम्म हुन सक्छ। मुख्य लक्षणहरू यस प्रकार छन्: ज्वरो, फिभर, सुरुवाती हल्कापछि दोहोरिने ज्वरो, भोक नलाग्ने एनोरेक्जिया र उदासीता डिप्रेसन, नाक र आँखाबाट पानी वा पस जस्तो डिस्चार्ज आउनु, खोकी र श्वास प्रश्वास समस्या रेस्पिरेटरी साइन, डाइजेस्टिभ साइन, कहिलेकाहीँ रगत मिसिएको पनि हुन सक्छ। स्नायुगत लक्षण नर्भस साइन, झट्का, असन्तुलन र प्यारालाइसिस पनि हुन सक्छ। हार्टप्याड डिजिज अर हाइपर केराटोसिस, दाँतको इनामेल बिग्रिने, इनामेल हाइपोप्लेसिया खास गरी बच्चा कुकुरमा देखिन्छ। रोग सर्ने तरिका। केनाइन डिस्टेम्पर सङ्क्रमित कुकुरको हाँस्यु, खोकी, लार, नाकको स्वाब र प्रत्यक्ष सम्पर्कबाट सर्छ। दूषित खाना, पानी वा सरसामानबाट पनि सर्न सक्छ। मुख्य रोग सर्ने बाटो हावा र सम्पर्क। यसको इन्क्युबेसन पिरियड 7 देखि 14 दिनसम्मको हुन्छ। उपचार प्रक्रिया। यो रोगको लागि कुनै विशेष एन्टिभाइरल औषधि छैन, तर सपोर्टिभ ट्रिटमेन्ट अत्यन्त जरुरी हुन्छ। इनर्जी डिहाइड्रेसन सल्युसन, पेट इनर्जी सल्युसन, एन्टिबायोटिक जस्तै एमोक्सिलिन,